सो अब एकजना व्यक्ति जसलाई चाहिँ यो सबै सिम्पटम्सहरू देखिया छ वा ओके मलाई एन्जाइटी नै पो रहेछ कि भन्ने किसिमको उसलाई चाहिँ थाहा भइसकेपछि चाहिँ नि कुन अवस्थामा चाहिँ डक्टर भिजिट गर्ने त हैन। जस्तै अब यहाँले भन्नुभयो मुटुको समस्या हो कि भन्ने हिसाबले हामी इमर्जेन्सी गयौँ, हार्ट हस्पिटलमा गएर इमर्जेन्सी गयौँ, त्यहाँ केही समस्या देखेर भनेपछि तपाईँ साइकियाट्रिस्टकोमा जानु भनेर उहाँहरूले भनिसक्नु भइसकेपछि फर्स्ट अफ अल त अब मेरो मुटुको समस्या छ, म किन साइकियाट्रिस्टमा जाने भन्ने नै प्रश्न आउँछ। तर अब कुनै सर्टन साइन एन्ड सिम्पटम जुन परिवारको सदस्यहरूलाई पनि हुनसक्छ, बालबच्चालाई पनि हुनसक्ला भनेपछि कुन अवस्थामा चाहिँ हामीले गएर चाहिँ साइकियाट्रिस्टलाई भेट्ने त? अब यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भने यो एङ्जाइटीको कारणले गर्दाखेरि तपाईँको डेली रुटिन छ, जस्तै बिहानदेखि बेलुकासम्म गर्ने क्रियाकलाप ह्याम्पर भयो। त्यो एङ्जाइटीकै कारणले गर्दाखेरि बाटोमा गएर म लड्छु कि कति मान्छेलाई म मर्छु के अरे ढल्किएर एकातिर चोट लाग्छ कि भनेर 1 इयरसम्म जस्ट बिकज अफ एङ्जाइटी कोठाबाट बाहिर ननिस्किकन कोठाभित्र डराएर बस्ने मान्छेहरू छन्। 1 इयरसम्म तपाईँ कोठाभित्र बस्दा तपाईँको अवस्था के होला? तर पनि मान्छे चाहिँ साइकियाट्रिस्टमा जान डराउँछ। भनेको पहिले मलाई डर लागिरहेछ, साइकियाट्रिस्टमा जाँदाखेरि ला मलाई पागल भन्ठान्ने हो कि डाक्टरले कुन अर्थमा लिने हो, ला मलाई अर्कै अर्थमा लिएर दबाई अर्कै दियो भने, मलाई पागलपनको दबाई दियो भने भन्ने डरले झन् सताउँछ उनीहरूलाई। तर इन रियालिटीमा त त्यस्तो हुँदैन। त्यो कारणले गर्दाखेरि यो प्रतिको अवेरनेस चेतना आफैमा कति महत्त्वपूर्ण छ भन्ने कुरा एकदमै महत्त्व। त्यो कारणले गर्दाखेरि बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ के हो भने तपाईँको डेली रुटिन्सहरू, स्कुल जाने बच्चा स्कुल गइरहेको छैन, अफिस जाने मान्छे अफिस गइरहेको छैन, जब गर्ने मान्छेले जब गरिरहेको छैन र तपाईँ बिहानदेखि बेलुकासम्म जे चिजहरू गर्न सक्नुहुन्थ्यो त्यो गर्न सकिराख्नु भएको छैन र कोठाभित्र डराएर बसिराख्नु भएको छ र बेला बेलामा कहीँ जाँदाखेरि ला मलाई टाढा जाँदा फेरि हार्ट एट्याक आयो भने, मलाई फेरि अस्ति यस्तो अट्याक आयो भने के गर्ने भन्ने डरले सताइरहेछ भने सल्लाह लिनमा केही पनि समस्या हुँदैन। सो अब हामी चाहिँ कस्तो हुन्छ भने हाम्रो समाजमा सल्लाह लिनलाई पनि अब अरू डक्टरको सल्लाह लिन सजिलो छ, इन्डोक्राइनोलोजिस्ट हार्ट स्पेसलिस्टसँग सल्लाह लिन सजिलो छ। तर वेन इट कम्स टु काउन्सिलिङ अ साइकियाट्रिस्ट हैन, मलाई पागलै पो भन्छन् कि वा म पागल भएको हो त होइन होला भन्ने हिसाबले नै हामी जान हिचकिचाउँछन् हैन। सो यो कुरामा चाहिँ कतिको जनचेतनाको आवश्यकता छ जस्तो लाग्छ यहाँलाई? एकदमै जनचेतनाको आवश्यकता छ र दिपेन्द्रज्यूलाई म अहिले पनि यहीँबाट थ्याङ्क यू भन्न चाहन्छु। यहाँ आउनुको प्रपोजल मेरो कन्टेन्टको बारेमा अथवा साइकोलोजिकल प्रब्लम्सको बारेमा मात्रै भन्नु होइन कि उनीहरूको हामीप्रति पनि नकारात्मक धारणा हुन्छ। कति मान्छेलाई त के लाग्छ भने मान्छेको डाक्टर पनि पागल हुन्छन्, बहुला हुन्छन्। अब जो मान्छेले मलाई अहिले यो इन्टरभ्यू हेरिरहेछ यो त नर्मल रहेछ भन्ने फिल हुन्छ नि, त्यसपछि ऊ कमसेकम म या म जस्तै अरू साइकियाट्रिस्ट जान सक्छ। लिटरली कति मान्छेलाई के लाग्छ भने पागलपनको डक्टरलाई हेर्दा बिरामीलाई हेर्दै चाहिँ यो पनि बहुला होला भन्ने हुन्छ। तर हामीले बुझ्नुपर्ने के छ भने 100% इलनेस छ भने त्यसमा 1 to 2% मात्रै पागलपन हुन्छ। बाँकी 98 त टाउको दुखेको, पेट दुखेको, उल्टी आउने, डायरिया हुने, हातखुट्टा झमझम गर्ने, बेहोस हुने, डर लाग्ने, डिप्रेसनमा जाने, निराश हुने, विभिन्न सिम्पटम्स, हातखुट्टा झमझमाउने, पोल्ने भएर आउनुहुन्छ। तर त्यो उहाँहरू हस्पिटलसम्म आइपुग्नु भयो भने उहाँलाई थाहा हुन्छ, घरभित्रै बसेर मनमा कुरा गरिराख्नु